So hey guys, welcome back to our video है धेरै पछि आज चाहिँ हामी यता कुवामा लुगा धुन आएका छौं। अब यहाँ चाहिँ हेर्नु है के छ भन्दाखेरि मोजा छ तर मोजाको जोडी नै छैन के। ल हेर्न सक्नुहुन्छ यो पनि रहेछ एउटा मोजाको जोडी नै हैन। यस्तो एउटा पनि छ एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10 जोडी मोजै छैन। एक सिंगल छ लुगा सबै सिंगल छ। ल एउटा पनि भेट्टाइएन। यस्तो छ हालत। यो त देखियो ल र त्यही हो। अब अरु त खै के नै भनौं। एकदमै यो ठाउँ हेर्न सक्नुहुन्छ। कसैले कतै भेट्नु भयो भने सम्पर्क गर्नु होला है। कसैले यो जोडीको यिनीहरु यो हो यो मोजाको अर्को जोडी कतै देख्नु भयो भने सम्पर्क गर्नु होला। अब धेरै यता नदेखौँ। अब यसो यताको नजर देखाइदिउँ है। यसो त्यहाँ चाहिँ इटा फ्याक्ट्री हो। स्कुटर माथि त के हो त स्कुटर। यहाँ चाहिँ इटा फ्याक्ट्री मान्छे यतै आएर छ। म सफल भएँ। सफल भएँ के गर्न। सो गाइज अब चाहिँ भ्याइन राखा त्यसपछि मेरो पाला आउँछ। म चाहिँ यहाँ यसरी बसिरहेको छु कि चाहनु छैन त्यसमा छैन। तपाईहरुको पनि गाउँतिर यस्तै हुन्छ होला है। यस्तै कुवामा कति रमाइलो हुन्छ होला है। 5 रुममा कपडा धुनलाई कुवामा धुनको मजा के थाहा। समझ रहे हो ना। कडालिने खतरा फेरि त्यही हो साथीहरु। उहाँ माथिदेखि आएको घरमै धुन पाए कस्तो हुन्थ्यो भन्ने हुन्छ। अब फेरि यसको अर्थ फेरि कपडा धुनलाई नाटक पारेर मोबाइल लिएर आएर सेल्फी खिचेर खत्म। बाय बाय टाटा गुड बाय गया हैन कस्तो गर्छन् के साथीहरु। मलाई भन्न खोजेको इन्डाइरेक्टली होला नि कोही के होला त्यस्तो चाहिँ होइन है। म चाहिँ छिटो चार्ज सकिँदो रहेछ। अब फर्स्ट टाइम के तू समझा। हाँ नहीं तू समझा नहीं। जसले थाहा हुन्छ नि त आइफोनमा मिलाएर बोला के मिलाएर हामी चाहिँ उता टाढा आएको हेर्न सक्नुहुन्छ। अब ड्रेसर हेर्नुहुन्छ यस्तो हो कि छ्या खुट्टो त नदेखाम होला। हेर्ने लायक केही छैन। अब कति यहीँ मात्रै देखाउने। अब बाँकी चाहिँ अब घर गएपछि देखाउँला है त। घर गएपछि अब अहिले हामीले खाजा खाने प्लान छैन। खाजा के खुवाउनु चाहिँ पनि पाहुनालाई सुनौँ है त। पाहुनालाई अब 2-3 दिन अब कसरी सेवा गर्नुहुन्छ पाहुनाको हेरौँ। त्यसपछि कहिले हो त्यसपछि कति वर्षपछि हो हेर्न सक्छ। इट्टाकै होइन र त उतो है इट्टा फ्याक्ट्री। हाम्रो कहिले होला आइफोन हुने। ल भेटौँ ल अहिले पछि। हामीले चाहिँ अब भ्याए लुगा धोएर मेरो यहाँ छ त्यहाँ छ। अब चाहिँ हामी घरतिर लाग्छौँ। ल छिटो ल फास्ट ल। यो लोकेसन पत्ता लाउनु छ भने चाहिँ अब हजुरहरूलाई थाहा छ भने कमेन्ट गरिदिनु होला। अन्त के केही हान्दैन गाई होइन गाई
हान्दैन किन डराउनु डराउनु कि गाई जान्छ अब ओए दाइ तेरो बा हो यसले केही नि गर्दैन हान्दैन है हो कि गाई अनि यो बाछोले हान्दैन किन डराएको गाई चाहिँ खाना आएको भने गाई नै रहेछ नि गाई त भनिरहेको छ रहेछ ल अब जान्छ लागिन्छ मजाको घाम लाग्छ है अर्ग्यानिक घाम नेचुरल त्यो इट्टाको फेरि देखाइदिइहाल्यो तपाईँलाई नजर त्यता डुलाउनु अब देखिन्छ इट्टाबाट बोक्न चाहिँ गाह्रो के है त्यहाँ चौतारा लिएर यता हेर्नु सक्नुहुन्छ यता कति थकै लाग्यो यतै आउनु यति पछि होइन हो गाइज हामी चाहिँ घर आइसक्यौँ ल देख्न सक्नुहुन्छ उनी पनि आउँदैछिन् ल हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ घरको यसमा चाहिँ फुल लागेको छ हाम्रो घर पछाडि अब पछि आउला नि त होइन अनि यता लिचीको बोट छ है लिचीको बोट छ त्यहाँ उखु रहेछ उखु छ यहाँ 2-3टा मात्रै छ अनि तोरीबारी छ उता है देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ त्यहाँबाट उता जङ्गल छ है यहाँसम्म घर छ घरको नजिकै हाम्रो एउटा के छ कोठा नै सुन्तलाको बोट छ अहिले सकिरहेको छ सुन्तला चाहिँ एकदम धेरै फल्छ एकदम मिठो फल्छ कि यति एउटा मात्र हो यहाँ यो वरिपरि सुन्तलाको बोटै छैन यति एउटा हो एकदम मिठो फल्छ है ल हामी घरतर्फ जाँदैछौँ अगाडि सो गाई त्यस्तै हो अब आजको भ्लग चाहिँ यति नै होला भोलि चाहिँ म घरहरू पनि देखाउँछु होइन एउटा कुरा चाहिँ खाँदा पनि हामी खारै बिर्स्यौँ कि खिच्नै बिर्स्यौँ कि है खाँदा हामीले चटक बनाएर खाथ्यौँ तर भिडियो खिच्नै बिर्स्यौँ त्यसको लागि सरी भन्दै यो चाहिँ यति नै यहाँसम्म मात्रै हुनेछ आज चाहिँ अब बाँकी भोलि भेटौँ है बाई बाई हैव अ नाइस बाई बाई इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है। बाय।